高橋義のうち。分かった？吉のハウス。 एसी सान यहाँ त एसीको घर है त अरे एसी हाम्रो माथि काम गर्ने तितोले के भन्छ अरे दादा निगाई पुरी वराबी वा छुट्टो निगाई न आजी वा いやいや、苦味取ってないからよ。ここやらない苦味は薬。あいや、薬がいるの。炭酸で苦味取るの。炭酸とか米、お米の白い液があるの。お米研ぐと白い液あるの。あれを入れてで湯がくの。ボイルっていうか、醤油で湯がくと苦味が取れる。食べ方が違う。私炒める炒めるっていうのも苦味を取るから炒めればいい。わらびの食べ方で出てるわね。ネパール語なんて言えんかよ。ल हाम्रो यहाँ साथीहरू चाहिँ तामा खोज्ने कार्यक्रम छ नागरिक सान त्यहाँ अघि हुनुहुन्छ सचिन सान तामाहरू ने धेरै भेटिरहेको छ है यत्रो ठुलो वनघारी छ यो बाँसाको हैन हाम्रो राजन सान पनि उहाँबाट आउँदै हुनुहुन्छ उहाँ चाहिँ बोक्ने काम गर्दै हुनुहुन्छ बोक्ने प्लस खोज्ने पनि गर्दै हुनुहुन्छ उहाँले धेरै नै भेटिरहेका छौँ हामीले यहाँ अब नेपालमा चाहिँ यस्तो हुन्न बाँसघारीमै हुन्छ तर यहाँ चाहिँ एकदम भेटिरहेको छ एकवटा खोज्दै गयो भने हैन कुकुर तिनवटा मात्र होला यहाँ चाहिँ घारीमा ठ्याक्कै फेदैमा चाहिँ हुँदो रहेछ यो चिज अलि पर यहाँ पहिला नै खोजिरहेका छन् खाली ठाउँमै हुन्छ यो यहाँ चाहिँ किनकि निकालिसकेर मान्छेहरूले पहिल्यै निकालिसकेका छन् अलि ननिकालको छेउ कुनो भित्तामा मात्र हुँदो रहेछ अहिले चाहिँ किनकि मान्छेहरूले तानिसकेका छन् सचिन यता हेर्दा एकचोटि कति देखिरहेछ साबेल लिएर कुदिरहेछ केटो पसिना आएको छ रान दाइ पनि यही थाकेर बिचरा थाकेर केयरले यस्तै छ जिन्दगी यहाँ आज हामी बिदा लिली आएको यहाँ हाम्रो नागै सानो जाप्ने चाहिँ अलिक पर हुनुहुन्छ उहाँ बुढो भइकन नि उहाँ एकदम मेहनतले खोजिरहनु भएको छ है उयो है नागै सान एखाइको चाहिँ मेतेको दसाई तामा हामीले यति जम्मा गऱ्यौँ उहाँ छोल्दै हुनुहुन्छ यो खोल्ने के हो खोल्दै हुनुहुन्छ नै खमुटुको नुवाकै त नै सुरेश नै नै खमुटुको कता ओ राजन आउँदैछ उहाँबाट रान्दै उहाँ सचिन छ फेरि उहाँ भित्र सचिन सान बिचरा खोजिरहेको छ घामले राजन सान यहाँ आइसक्नु भएको छ मास्क सास्क लाएर थाक्नुभयो क्या रान्दै खोले पूजा के काम है दिक्कत न कसिया देखाइ नै कोको आएगा सुबह आएगा टिप्पै करे त न मारे के गर्नु ए सचिन ठीक छ हैन थाक्यो क्या सचिन यार थाके गाउनु पर्ने नि के नाच्नु हुँदैन भन्छ नाच्यो अब यस्तो के हुन्न के हुन्न नि के हुन्न ल अब बन्द गर नागै सान नागै सान चाहिँ この山だよ撮ったのどころこの山で撮ったんだよお前सचिनここで前撮ったのここなんだよ
손에 아마스 보낸다. 야, 근데 뭐 어떻게 갔다 나? 다리를 꾸리리? 에? 다리를? 다리를 너. 엄마 지금 너는 그래 이런데. 와타시 지우구래. यहाँ चाहिँ हाम्रो सचिन सानहरू चाहिँ यहाँ निङ्रो चुडिराखेका छन्। म चाहिँ यहाँ भिडियो गर्दैछु। राजेन्द्र र सान त्यहाँ हुनुहुन्छ। हाम्रो नागो सान मान्नाखा सचिन सानले निङ्रो इप्पाई टिपिराखेको छ। हामी वनको जङ्गलमा छौँ है। हामीलाई राखेकै छ। त्यसरी चाहिँ टिपिराखेका छन्। इप्पेहरू धेरै छ भनिराखेको छ बुढोले चाहिँ। कति धेरै छ सचिन? हामीले चाहिँ यति जम्मा गऱ्यौँ। त्यो निङ्रो अरे। अब यहाँ चाहिँ आरबी भन्छ यहाँ चाहिँ होइन यो। ओ सचिन सान कति खै मितेको त साई ओके. रान्दै नागै सान है हामी चाहिँ यत्रो ठुलो जङ्गलमा आएका छौँ है। लास्टै राम्रो छ जङ्गल पनि। यति ठुलो जङ्गलमा मैले चाहिँ यहाँ भिडियो खिचिराखेको छु। मलाई चाहिँ त्यति जाँगर लागेन होइन साथीहरू, किनकि म थाकेँ पनि। धेरै हिँडियो आज, साथीहरू चाहिँ टिपिराखेका छन्। मलाई चाहिँ त्यति यहाँ कुम्बिनी नजिक अलि तल भएदेखि जुस खानु हुन्थ्यो भनिराखेको थिएँ मैले चाहिँ। साथीहरू चाहिँ अल्छी नगर न मिठो हुन्छ भरे भनिराखेका थिएँ। म चाहिँ यहाँ भिडियो हेरेँ, एकदम धेरै रहेछ धेरै रहेछ। सचिन कुकुने आरू हामीले चाहिँ रमाइलो लगाइरहेको छ। अब यो जापानिजले चाहिँ के गर्छ नलगाएर खाएला नि खानु त। हामीले चाहिँ काम आदि छुट्टी लियौँ। काम पनि त्यति भएन, त्यही भएर आयौँ हामी यति राम्रो सुन्दर ठाउँमा है। नागैसान इप्पै आरू ने ढाई किने माझिदे सचिनले चाहिँ यहाँ साउले खान्छन् भनिराखेको छ। यहाँ हेर्दै यो माथि यस्तो छ सचिन, माथि नै आऊ। यहाँ यो घाँस चाहिँ कसले काटेको रहेछ कि? यो त मध्ये छ कि साथीहरू। यहाँ एकदमै चाहिँ बन्नै बन छ। यहाँ सचिन सानले निङ्रो चाहिँ एकदम धेरै मेहनत गरिरहेछन्। राजेन दाई पनि एकदम धेरै मेहनत गरिराख्नु भएको छ। उहाँ हाँसी हाँसी है। यहाँ जापानिज बुढो चाहिँ एकदम टकटक पारिरहेको छ। नागैसान बुढो एकदम रमाइलो बुढो छ। दोको सचिन केही भन्नु छ? केही भन्नु छ है? ए खाना त खासै यो मिठो त होइन। नेपालमा त उन्यो भन्छ यसलाई होइन। तर छ होइन, रमाइलो लगाएर गाउँको यसो झलको मेट्नलाई आ मात्र हो। आफ्नो गाउँको झलको है। गाउँको हामी त अब नेपालमा पनि यस्तै वनपाखामा हुर्किएको मान्छे। वनपाखा डुल्दा एकदम आनन्द लाग्ने कि। उहाँ चाहिँ पानी पनि छ अलिकति तलाउ है। उहाँ म तपाईँहरूलाई जुम गरेर देखाउँछु। यहाँ अलिअलि थोरै पानी पनि छ। यो पुरै बाँसघारी हो हेर्नु है। यो पुरै बाँसघारी छ। यहाँ चाहिँ अब यति कसरी फाँडेको हो थाहा भएन है। बाटो छ
त्यही भएर यहाँ एकदम राम्रो लागिरहेको छ, मलाई पनि एकदम राम्रो लागिरहेको छ। वहाँनिर अलिकति थोरै टावर पनि छ वनको कुनामा। यहाँ अलिअलि अब हामी चाहेन त्यति मलाई चाहिँ मन पर्दैन, मलाई पहिलाको चाहिँ मनपर्छ। कति बज्यो हिमा निजिहान 2:30 भयो भन्दै हुनुहुन्छ उहाँले। यहाँ माइकिङ पनि गरेको छ। जापानको हामी एकदम समुद्रको छेउमै होला सायद, यो डाँडाभन्दा उता चाहिँ समुद्र छ पुरै है। यहाँ चाहिँ पुरै फुलहरू पनि फुलेको छ, उतानिर अलिकति साकुरा छ, यही फुल फुलेको छ, यति मैदान छ। म चाहिँ यहाँ डिलमा बसेर चाहिँ भिडियो गरिरहेको छु किनकि मेम्बरीको लागि। यहाँ बिचरा सचिन एकदम घामबत्ती गरिरहेछ उसले है, घामले रातो रातो पनि भएको छ। मान्छे नेपालकै काम गरेको अनि एकदम दिमाग पनि ह्याङ भइरहन्छ क्या एकदम एउटै काम गर्दाखेरि। अनि हामीले कहिलेकाहीँ यस्तो वन पाहाडहरू जाँदाखेरि साँच्चै घर गाउँकै गएको अनुभव हुन्छ हामीलाई। हाम्रो पनि गाउँघर त्यस्तै हो, पाहाडमा जन्मेको मान्छे हामी। यहाँ पनि पाहाड देख्दाखेरि एकदम आफ्नै गाउँघरको याद आउँछ। ल साथीहरू, मेरो चाहिँ आज यति नै गरेँ मैले भ्लगको रूपमा। तपाईँलाई राम्रो लाग्यो भने प्रतिक्रिया दिनुहोला। ल धन्यवाद, बाई बाई। साधु आइल्यान्ड भने साधु सिमाने साधु त्यो एउटा टापु त्यहाँनिर आजी म इपाई तो सिन्देरी हो सुन्दरी हो। आज हामी चाहिँ बुढोसँग छौँ है फेरि समुद्रमा जङ्गल हुँदै अब हामी यात्रा चाहिँ यतातिर पनि देखाइदियो छौँ है। हामी यसरी घुमेर हिँडेको छौँ। रमाइलो भयो आजको यात्रा पनि। फ्रेस बनाउनलाई यो त पारिपट्टि पुरै उमी छ, समुद्रै समुद्र। अब यो आँखाले त भ्याइँदैन, उमी गाउँ गाउँ। वाकामे तानिरहेको छ समुद्रमा होइन। हामी चाहिँ यहाँ बसिरहेको छु। म चाहिँ यहाँ चाहिँ यस्तो यो समुद्रिक झार हो क्या हो, झार हो कि साग के हो यो, वाकमे भन्छ यसलाई चाहिँ। धेरै हुन्छ यहाँ, साग मिठो पनि हुन्छ यो यसरी चाहिँ लिएको। हामी यहाँबाट आएका छौँ। हाम्रो राजेन्द्र सान पनि प्लास्टिक लिएर कुदिरहनु भएको छ। यहाँ समुद्र यस्तो छ। दामी भ्यू दिएको छ यहाँबाट, राम्रो देखिन्छ। यस्तो हुन्छ साथीहरू, यो चाहिँ है साग उता नै छ। उता सत्यन सान ए सचिन के निकाल्यो? वाकमे नि यो फोरै जमेर होला है।